बिचौलियाहरूको पहुँच चाहिँ प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो। अवस्था बदल्ने कुराको अवरोधको अहिले नेतृत्व शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ। शिक्षकको आन्दोलन गर्ने कुराको सन्दर्भमा उहाँहरूले अल्टिमेटम दिएर गरेको महिनौँ भइसक्यो। यो यसलाई त्यो स्पिडमा काम गरेको भए आज शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था बन्दैन थियो। यो व्यवस्थाभित्र नागरिकहरूको अहिलेको अवस्था बदल्नका निम्ति व्यवस्था बदल्ने कुराको बारेमा छलफल गर्नु पनि अहिले आवश्यकता, त्यो कुनै त्यतापट्टिको हाम्रो आवश्यकताको कुरा नै होइन। हाम्रो यही व्यवस्थाभित्र हामीले अवस्था बदल्यो। अवस्था के कारणले गर्दा बदलिराखेको छैन भने नेताको शैलीको कारणले गर्दा बदलिएको छैन, नेतृत्वको कारणले गर्दा हाम्रो अवस्था बदल्ने कुराको अवरोधको अहिले नेतृत्व वा नेतृत्वको शैली। नेता भनेर मैले कुनै एकजना नेतालाई भनेको होइन, म पनि त्योभित्र पर्छु। नेतृत्वको शैली त्यसो भनेको बदल्ने के भन्दा नेतृत्वको शैली बदल्ने हो। नेतृत्वको शैली बदल्नको लागि सम्झाएर बुझाएर नेतृत्वको अहिले जुन शैली छ यो शैली बदल्न सकिन्छ भने त्यो बदल्ने हो। सम्झाएर बुझाएर मेहनत गरेर नेतृत्वको शैली बदल्न सकिन्छ भने नेता बदल्ने हो। समस्या नेतामा छ, नेता बदलिँदाखेरि समस्याको समाधान आउँछ भने त्यो नेता बदल्न छोडेर हामी चाहिँ त्योभन्दा अर्को कुरा पो बदल्नुपर्छ कि भनेर भन्यो भनेदेखि पनि त्यसको उपचार आउँछ, त्यसको औषधि, त्यसको निकास आउँदै हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको चाहिँ बिचौलियाको कारणले हो। बिचौलियाहरू, म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ, बिचौलियाहरूको पहुँच चाहिँ प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो। हाम्रो कस्तो यस्तो मैले अहिलेसम्म थाहा थिएन मलाई। पहिला राष्ट्र ब्याङ्कको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि, गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि भन्ने कुरा हुन्थ्यो। अब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुल्ला छलफल हुने, बहस हुने, बन्ला कि भन्ने अवस्था आउने भनेको चाहिँ हाम्रो कहाँनिर पुगेन त।